हेलो गाइस, वेलकम टु माई ब्लग। आई होप तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र म चाहिँ कलेज आइसकेको छु र मेरो साथीहरू यहाँ छन्। अस्मिता मेरो ब्लगमा केही भन। मुझे क्या करना है, मुझे कुछ समझ में नहीं आ रहा है। केही भन्दैन, सिआर भन। क्या रो र भ्यालीमा चाहिँ बिहानै बिहान कस्तो मौसम धुम्म परेको छ, घाम नि लागेको छैन। अरू बेला चाहिँ पुरा घाम लाग्छ नि, मजा आउँछ। अहिले चाहिँ मौसम पुरै धुम्मिएको छ गाइस हो, हल्का चिसो पनि छ। त्यही पनि मैले चाहिँ कपाल धोएर आएको छु ह्यान्डसम भएर। अच्छा कैसे लग रहा हूँ मैं थूकता हूँ तेरी सूरत पे। सक्नुहुन्छ हाम्रो साथी भर्खर अहिले आइरहेछ। क्लास भएको 1 घन्टा भइसक्यो, क्लास सकेर ब्रेक भइसक्यो हाम्रो यहाँ। दाको रिक्वेस्टमा मैले यो चराको भिडियो लिइरहेको छु। किन ढिलो हिँडेर कार्की उठ्दै ढिलो भयो। कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं जी, और कुछ लोग मनोरंजन भी करवाते हैं। गाइस हाम्रो चाहिँ एउटा पेट सकिएको छ र भात खाजा खानु लागेको। गाइस आज काठमाडौँमा पानी पर्ने खालको मौसम छ, हो कि होइन? हो होइन, पुरै चिसो बढेको छ यार। ह्याप्पी चक्लेट डे गाइस। तपाईँहरूले कहिले चक्लेट पाउनुभयो? मैले चाहिँ पाइसकेको छु। तिमीले पायो? ठिक छ। भाँडा माझ्ने कुराको डिस्कसन भइरहेछ यहाँ। कसले चाहिँ कस्तो भाडा नमाजेको? तिमीहरू कम्बाइनमा खाइरहेछ हो? ल फेरि सिआरले चक्लेट दिइरहेछ। अब मलाई नि दिन्छ होला, मलाई ठुलो दिन्छ हेर। सिआरले हेर मलाई ठुलो दिन्छ यार, सानो दियो यार। छ्या बिल्ला हान्दियो क्लासको सिआरले नि बिल्ला हान्दियो। छ्या रोज डेमा रोज नपाए पनि चक्लेट डेमा 2टा चक्लेट पाइसक्यो। ओइ कसले फाल्दियो मेरो दाइको टोपी? त्यो ग्यास बोक्न मलाई एउटा किशोरलाई बोलाउँछ, खाने बेला बोलाउँदैन रे, खाने बेला बोलाउँदैन रे। मेरे साथ अन्याय हुआ है, मेरे साथ अन्याय हुआ है। यो होइन दुनियाँलाई माछा खायो, हामीले भरिदियो। दाइ त्यस्तो गद्दारी काम गर्नु भएन के? अस्ति किन बोलाएको मलाई किशोरलाई? काम गरेपछि खाऊ न। साला खाइस अस्ति खाएन, हामी उल्टे खुवाए। 10 रुपैयाँको चक्लेट खुवाउँछ जसले खायो। बोकेर लगे होइन मलाई मेरो जितेन दाइले चाहिँ केटाहरूलाई सिलिन्डर चाहिँ बोकाएको छ होइन, खाना चाहिँ खुवाएन चाहिँ यिनीहरूलाई, त्यही भएर चित्त दुखाइरहेछ। लास्ट सक्यो हाम्रो चाहिँ गाइस। अब चाहिँ घर जाने बेला भयो ल। राम्रोमा काने खुसी गरिरहेको छु कि सुनिलले। म हेर्छु त्यो युट्युबमा हेर्छ फर्स्ट यसको टोपी कोले फेक्यो कष्ट देखाए तेरे विवेकले तिमीले रिपोर्ट हान्दिन्छ। दोस्त मजाको हो के, केही बोलेको छैन। आनन्दले अगाडि अगाडि गइरहेछ। ए पछाडि केटाहरू के बोलेर सिलिन्डर सकिसकेछ अब के सिलिन्डर सकिसकेछ अब के मेरे खोपड़ी में कितना टेंशन है तेरे को मालूम क्या? यो चुनावले गर्दा यस्तो भएको होइन। हेल्प गर्न चाहनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क। गाइस हाम्रोतिर चाहिँ ग्यासको सर्टेज भइरहेछ। यसको सल्युसन के हो? अब जेएनजीले आन्दोलन गर्नुपर्ने फेरि। भोकै बसिरहेको 1 महिनादेखि खाने, 1 महिनादेखि खाना खाएन हेर्न कत्रो मोटो थियो, दुब्लाएर जितेनको उखु खाएर बाँचिरहेको छु, जितेनको उखु खाएर बाँचिरहेको छु।
फूल है गुलाब के सुगंध लीजिए, अब बेटी है गरीब के सपोर्ट कर दीजिए, पत्नी है गरीब। ल गुड नाइट। ग्यासको सर्टेज भएर मेरो दोस्त 1 महिना भइसक्यो भोके बसेको। तपाईँले राहत प्रदान गर्नु पर्यो मेरो साथीलाई। जस घाम नलागेको बेला सिन राम्रो देखिन्छ है। लगेर ल कुराहरू रेकर्ड गर्नलाई गइरहनु छैन। कन्टेन्ट अनि तिमीहरूले त हो मेरो केटाहरू। मार निकाल्नु पर्दैन त्यो केसारीको साग हो। ल दोस्त केसारी भने के हो? केसारी लाल भन्ने किशोर कहाँ ल गाइस हाम्रो साथीहरूसँग छुट्टियो र म चाहिँ आफ्नो रुम जान्छु। This is the way वे देखने में कैसे सीधे साधे लगते। अनि यो घरमा म बस्ने घर चाहिँ यो हो अगाडिको। यहाँ एयर पोल्युसन भइरहेको रहेछ। दिस इज द हाउस वेयर आई स्टे। गाइज म चाहिँ रुम पुगिसकेँ। अब ड्रेसहरू चेन्ज गरेर रेस्ट गर्छु, मुभी सुभी हेर्छु, अनि त्यसपछि दिउँसो के गर्छु त्यो तपाईँलाई देखाउँछु। बाई। गाइज मलाई चाहिँ हस्पिटल जानुपर्ने काम भयो, त्यही भएर म चाहिँ हस्पिटल गइरहेको छु। र म जाने हस्पिटल भनेको चाहिँ मनमोहन हस्पिटल हो, जुन चाहिँ म बस्ने ठाउँदेखि नजिकै छ। एन्ड आई विल सो यु गाइज म त्यहाँ गएर के गर्छु। अब म आएको हस्पिटल चाहिँ यो मनमोहन हस्पिटल। म चाहिँ अहिले चोकमा छु र चटपटी खाइसकेको छु। अब पानीपुरी खानु पालो। म चाहिँ पानीपुरी चटपटी खाएर फर्किसकेको छु गाइज हो। खान जन्मेकाहरू हौ खाऊ। अब गएर रुममा गएर आनन्दसँग एकछिन मुभी हेर्छु, त्यही हो मेरो काम, अरू छैन। गाइज मलाई चाहिँ साथीहरूले खेल्नलाई बोलाएको थियो तर म निदाएको रहेछु, त्यही भएर अहिले गइरहेको छु खेल्नलाई। फर्किने बेला भइसक्यो रहेछ। Am I late, guys? हम है यार, यहाँ हमारा स्पोर्ट है। हम है यार, यहाँ हमारा स्पोर्ट है। भाई क्या आगे कोई बोल सकता है क्या? कैसा दाई? सकेको हो क्या? छैन बस बल्छ यहाँ। हेलो गाइस, वेलकम टु माई ब्लग। हाँ म त निदाइसकेको रहेछु। हेलो गाइज, वेलकम टु माई ब्लग। के सन्चै छ भाइ? ठिक छ ठिक छ। देखो भाइ भन्नु आज कि ओ बबाल चौका। ओ भिडियो लिए नि कस्तो ले हिलिए। आउट। मजाक। अल्छी लागिसक्यो, छिटो सकाइदिउँ। ल जाऊ ल। त्यो के हो त्यस्तो? आफै लड्छ है। उता हेर न, उताको मिमहरू भाइरल हुन्छ कि यस्तो वाला।
कहीं हम लोगों ने गरीबी देखी है। खेल्दा खेल्दा चप्पलै छुट्यो बिचराको खाली फिटक जानु पर्दैछ अब सिलाउने अरे बाई दाई बाई one and only trusted elder brother trusted obedient elder brother के मजा हो राई हो क्या राई मुला साग हो सबभन्दा राम्रो त्यसलाई त काउलीको मुन्टा हो नि काउलीको मुन्टाले के सुनाइदिन्छ काउलीको मुन्टा यो के फर्सीको जुन मुन्टा हुन्छ काउली र बन्दाहरुले हो र काउली बन्दाहरुले के त्यसले बेला लाइन त्यसले बेला त हो नि लाउने त्यसमा हैन रे त्यो सम्हाल्ने नि हो कपालमा लाउँदा मिल्छ तर यसले बेला हडा चिपचिप हुन्छ त्यसले बेला त झन् उखाल जस्तो लाग्छ यार फेरि चिप हुन्छ नि त त्यस्तै जेलहरु त हामीसँग नि यहाँ लाग्छ नि कहाँबाट मैदान नि लानु पर्छ उतै जाने हो सब्जी किन्न जान्छ नि केटाहरू उतै जाने हो हाम्रो त छँदैछ बेथु साग लग्यो अरे कहाँ यहाँ जितेले लिएको थियो कराईमा त डराउ ए भयो म खान्न राम्रै थियो मतलब पका त खानु त्यो डिपेन्ड पर्छ पकाउने डिपेन्ड गर्छ मजाले पकायो भने ग्यास सकेको बेला होइन अलिक दिन ग्यास पनि माग्नु ग्यासको इस्यु कस्तो लामो भएको त नि है दिपक भात पकाएर घटपाट गरेर चोर राखिदिन्छ अझ ढोका लगाइदिनु के ढोका लगाइदिनु अनि खाइदिनु तिमी उठ्दा उठ्दैन खाइसक्यो हुन्थ्यो तिमी 12 बजी उठ्छौ पढ्ने आज इक्जाममा टाइममा पढ्दैन स्टुडेन्ट भएको छैन मस्त बसिरहेको यस्तो फोन भिडियोमा देखिसकेको छ अब आउनै पर्छ भनेर आउँदो रहेछ कि म चाहिँ के भने त्यो आउँछु भनेर आएन होइन त्यो बाबाले भोलि आउँछु भोलि कहिले भोलि के मङ्गलबार होइन भोलि पर्सि निको पर्सि झन्डीको पर्सि 4 दिन लगातार कलेज आउने होइन क्योंकि मैं जानता हूँ जो पानी से नहाएगा वो लिबास बदलेगा जो पानी से नहाएगा वो लिबास बदलेगा जो पसीने से नहाएगा वो एक दिन इतिहास बदलेगा इतिहास त्यति सुनेर मान्छे हाँसेर मर्छ 400 को लाग्छ तरकारी किशोरले हामी सब्जी किन्न आएको छौँ यहाँ र यो चाहिँ हाम्रो 20 यतिको 20 हो दुईटा राखेथे कि 50 सम्झी रे थोरै धने राखिदिनु पर्यो क्या फ्युचर सम्झियो कि अहिले पनि फ्युचर हो त्यहाँदेखि आउँदा सिटी हान्छु आलु हान्छु खतरा बनाउँछु मलाई नि सिकाउ न त तिम्रो घरतिरको मलाई त आउँछ तराईको तिमी पाकेको तराईकै खाने म लास्टमा तड्का हानेको खाने हो मेरोतिर तड्का हान्छ हामी चाहिँ सब्जी किनेर फर्किसकेका छौँ र हामी सब्जी मैले मासु किनेको छु केटाहरूले के किनेको छ देखो राईको गिफ्ट राईको गिफ्ट यसरी नै मेरो भ्लगको हेर्नुहुन्छ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो